टिस्टाको भेग टिस्टाको गतिविधि यस्तो छ अहिले हेर्नुहोस् है तपाईँहरूले टिस्टा पुल हो पानी यहाँसम्म छ अहिले नै पानी यहाँसम्म छ है अब अलिक पानी पऱ्यो त यो पानी रोडमा आउने आउँछ यो चाहिँ मलाई पूर्ण विश्वास छ रोडमा आउँछ भनेर ए दुईजना बसिरहेको छ र आज चाहिँ हामी दुई भाइ यवन ढकाल भाइसँग चाहिँ म आएको छु भाइ पनि लाइभमा बिजी छ है र आज चाहिँ यहाँ हाम्रो यो जुन चाहिँ हाइवे छ नेसनल हाइवे 10 है यो चाहिँ पूर्ण रूपले बन्द यो चाहिँ पूर्ण रूपले बन्द छ किनभने अब यहाँ अगाडि काम हुँदैछ त्यसले गर्दाखेरि चाहिँ अब तपाईँहरूलाई अलिकति हाइवेको अपडेट दिनु आएको हामी र यो जग्गालाई चाहिँ भन्छ रविझोडा हामी रविझोडामा आइपुग्यौँ हेर्नुहोस् न यो चाहिँ पानी बर्खा पानी चाहिँ माथि नआओस् भनेर क्या यो चिजहरू लगाएको र यता माथि मन्दिर यहाँ कामहरू भइरहेको छ एकपल्ट ठुलो पाइथन भेटेको थियो पक्रेको थियो भन्ने जग्गामा यही जङ्गल हो यही जङ्गल हो र म चाहिँ यस्तो मेरो चाहिँ आज कन्डिसन चाहिँ यस्तो म चाहिँ माउन्टमै छु है हेलमेटमै बनाउँदैछु आजको मेरो ब्लग तपाईँलाई हाइवेको अपडेट बिहान 9 बजीदेखि चाहिँ यो नेसनल हाइवे 10 यो सिलगढी जाने बाटो हो है नेसनल हाइवे 10 चाहिँ टोटली पूर्ण रूपले बन्द छ बेलुकी 6 बजीसम्म र अगाडि काम धमाधम चल्दैछ भन्ने एउटा खबर पनि मैले पाएँ है त्यो कस्तो खालको काम हुँदैछ कटिङ कहाँ हुँदैछ के हुँदैछ है अगाडि मन्दिरसम्म जानेछौँ त्यो देखाउनेछौँ तपाईँहरूलाई र यहाँबाट हेर्नुहोस् न तपाईँहरूलाई फेरि टिस्टा यो चाहिँ किन राखेको होला लु गाइज भन्नुहोस् है भन्नु ल यो किन फ्याँकेको होला यहाँ यो चिजहरू चाहिँ यहाँ ल्याएर चाहिँ रविझोडाको यहाँनिर चाहिँ किन फ्याँकेको होला भन्नुहोस् है बर्खा नलागी स्थिति यस्तो छ बर्खा लागेपछि झन् पहिला के हुने होला हामी हिँड्दैछौँ हामी जाँदैछौँ अब सिलगढी जाने बाटो तपाईँहरूलाई खोला देखाउँदै लगिरहेको छु र स्कुटी पर राख्नु भने हामीलाई पुलिसहरूले है हामीले पर राख्यौँ स्कुटी किनभने कानुन हो मान्नुपर्छ कतिवटा कुराहरू स्कुटीमा गाउँमा पुगिहाल्छ यहीँ पर स्पटमा तर अब हिँड्नु मजा आउँछ कोही बेला यस्तो हाइवेमा क्या अरू बेला यसरी हिँडाइ हुँदैन र आज चाहिँ अब मजाले हिँडिदिएको हामी हिँड्दै जाँदैछौँ र अगाडि अब बाटो चाहिँ किन बन्द भएको त्यो चाहिँ तपाईँहरूलाई अहिले ब्लगको माध्यमबाट हामी देखाउने छौँ जोडेर बसिदिइराख्नुहोस् होला यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने काइन्डली सब्सक्राइब गरिदिनुहोस् र पुरानै हुनुहुन्छ भने चाहिँ यो हाइवेको अपडेट हो है सबैले जान्नु जरुरी छ त्यही कारण सेयर चाहिँ कन्जुस नगरी भरपुर मात्रामा गरिदिनुहोस् है अगाडि भेटौँ ल स्पटमा अब काम कस्तो हुँदैछ युद्ध स्तरमा सायद भित्ता कटिङ हुँदै होला के हुँदै होला त्यो तपाईँहरूलाई हामी देखाउने छौँ नेसनल हाइवे 10 है पछाडि जाने बाटो सिलगढी जाने बाटो म छु अहिले तपाईँको रविझोडा र यहाँ यवन भाइ टिस्टा एकदमै बढेको छ टिस्टाको लेभल निकै बढेको छ तपाईँहरूले पुरा बढेको छ त्यसै अब यो आज बन्द बिहानी 6 बजीदेखि बिहानी 9 बजीदेखि बेलुकी 5 बजीसम्मको लागि स्टेट हाइवे नेसनल हाइवे 10 पूर्ण रूपले बन्द छ किन बन्द छ है कहाँ काम हुँदैछ यदि तपाईँहरू त्यो कुरा जान्नु छ भने चाहिँ मेरो यो युट्युब च्यानल केदा भ्लगलाई गएर तपाईँहरूले कोटाइदिनुहोस् है तपाईँहरू यसको पुरा भिडियो चाहिँ पाउनुहुनेछ र हामी चाहिँ जाँदैछौँ अहिले टिस्टाको करेन्ट छ त्यो काम अगाडि मन्दिरदेखि अगाडि काम हुँदैछ अरे सुनेको थिएँ र त्यो तपाईँहरूलाई हामी देखाउने छौँ र यसरी हाइवेमा काम हुँदैछ त्यही कारण चाहिँ रोड ब्लकेज हुने म्याक्सिमम् चार्जेस हुन्छ भनेर चाहिँ आज बिहानदेखि चाहिँ हाइवे बन्द भएको हामीले थाहा पायौँ है यहाँ काम हामीले भोलिको दिनमा यो बाढ आयो भने यो खोलाले बाटो तानिने छ प्रबल सम्भावना र सायद यो रोड एक्सटेन्सनको लागि हुनसक्छ नभए यहाँबाट अल्टरनेटिभ रुट निकाल्नुको लागि चाहिँ यो अहिले जुन चाहिँ कार्य चल्दैछ त्यो सायद अब आज
पर पनि जेसिबी राखिरहेको छ हो तपाईँहरूले रहेछ काम सायद यहाँ मात्रै होइन होला काम अरू जग्गामा पनि हुँदै होला तर आज चाहिँ म तपाईँहरूलाई यहाँसम्मको चाहिँ देखाउन सक्छु यहाँसम्म देखाउने पनि छु यहीँबाट हेर्नुहोस् कभर गर्दैछ है र देखिहाल्नु भयो यहाँ अझै यहाँ त यो खुट्टा आज मोटामोटी अझै भित्रसम्म काटिन्छ होला बुझिहाल्नु भयो तपाईँहरूले किन बन्द भइरहेछ बाटो यहाँ म दाजुलाई भेट्नु दाजुले जब यहाँ बिजी काममा उहाँ राष्ट्र भाइले थिए दाजु यो जुन चाहिँ रहेछ नि यो आज मात्रै हुने हजुर आज अहिले बिहान 9 बजीदेखि बेलुका 6 बजीसम्म हजुर अन्त भोलि त खुल्ला रहनेछ फेरि तपाईँको पर्सि फेरि 9 बजीदेखि 6 बजीसम्म फेरि बन्द रहनेछ त्यति बेला हामी फेरि काम गर्नेछौँ यो जुन चाहिँ यो अहिले निकाल्ने काम हुन्छ जेसिबी है हजुर यो रोड एक्सटेन्सनको लागि गरेको कि अल्टरनेटिभ रूपमा लागि यो एक्सटेन्सन तपाईँको यो मेन चाहिँ यहाँ ड्रेन रहेछ पानीको हजुर यो चाहिँ तपाईँको डाइभर्ट गरेर यहाँ कलपट छ यहाँ पर्नुपर्छ हजुर यो कलपटमा चाहिँ यिनीहरूले ड्रेनको लागि अहिले टेम्पररी मात्रै गरेको टेम्पररी मात्रै है बिहान 6 बजीदेखि बेलुकी कति अहिले भयो बिहान 9 बजीदेखि बेलुका 6 बजीसम्म बेलुका 6 बजीदेखि फेरि पूर्ण बजे हजुर चालु भइहाल्छ र यो काम भएको चाहिँ कति दिन भइसक्यो यसरी आज फर्स्ट स्टार्ट हो आज फर्स्ट है र अस्ति पनि एकपल्ट हाइवे बन्द भएको छ भने चाहिँ के कारणले गर्दा कोही पनि तपाईँको त्यो जग्गा जग्गातिर जाने त्यो स्लाइडिङ हुने जग्गाहरू थियो त्यो रिक्सी जोनहरू त्यसको लागि चाहिँ बन्द गरेको थियो त्यो रिक्सी जग्गाहरू चाहिँ त्यसलाई झार्नुको लागि भेटरले त्यसको लागि चाहिँ बन्द गरेको अब आज यहाँ काम भयो भविष्यमा अर्को जग्गा यही जब जुन चाहिँ भयो यहीँनिर नै हुन्छ कन्टिन्यू यहीँबाट कन्टिन्यू भयो 50 मिटर छ तपाईँको अच्छा थ्याङ्क यू हुन्छ र दाजुले भनिहाल्नु भयो तपाईँले बुझिहाल्नु भयो यो चाहिँ अल्टरनेटिभ डेमा है आज तपाईँको 15 तारिक है बन्द छ हाइवे काम चल्दैछ 16 खोलिन्छ र 17 फेरि बन्द उहाँले भन्नु भइहाल्यो र जतिजना पनि अब यो सिलगढीहरू जाने है सोच राख्नु भएको छ तपाईँहरूले काइन्डली पर्सिको दिन है 17 तारिकको दिन चाहिँ फेरि पूर्ण रूपले बन्द हुने रहेछ र यसो सेड्युल तपाईँले हेर्दै गर्नुहोस् यसरी अपडेट तपाईँले पाइराख्नुहुन्छ हाम्रोबाट स्टार न्युज कालिम्पोङले चाहिँ झन् बेसी तपाईँहरू अपडेट दिन्छ काइन्डली स्टार न्युज कालिम्पोङ राजु भण्डारीको पेज है राजु भण्डारीको पेजलाई पनि तपाईँले फलो गर्नुभयो भने चाहिँ हाइवेको अपडेट चाहिँ तपाईँहरूले एकदमै मजाले पाउनुहुन्छ र टिस्टा यस्तै छ आज टिस्टा बर्खा लाग्यो भने फेरि टिस्टा रुन्छ है अहिले पानी निकै माथि नै आएको जस्तो हामीले आभास गऱ्यौँ योपालि बर्खामा के हुने कसो हुने भगवान्लाई प्रार्थना गरौँ कसै ज्यानमालको क्षति चाहिँ नहोस् योपालि पनि र यति भन्दै अब आजको यो मेरो जुन चाहिँ हाइवे अपडेटको भ्लग थियो है यो भ्लगलाई लामो नतन्काएर यहीँबाटै एन्ड गर्न चाहन्छु र यवन भाइ मेरो साथी भाइ र म आएको भाइको फेसबुक पेज
यवन ढकाल छ है। यवन ढकालमा तपाईँहरूले मजाले डिटेल्स पाउन सक्नुहुन्छ। त्यहाँबाट पनि गएर चाहिँ तपाईँहरूले हेर्नु सक्नुहुन्छ। र यता लाइभ के चल्दैछ भन्दैछ र अब हामी यहाँबाट जानेछौँ। अब यहाँबाट उता उपरान्त चाहिँ बाटो खाली छ, शून्य छ, एकदमै सन्नाटा लाग्यो जस्तो भएको छ। स्कुटी पर छ, त्यहाँबाट चाहिँ हामी कालिम्पोङतर्फ जान्छौँ। त्यहाँ चाहिँ तपाईँहरूलाई फेरि म आफ्टर लङ ग्याप एउटा फेरि मोटो भ्लग पस्किन गइरहेको छु फ्रम टिस्टा, फ्रम रबिझोडा टु कालिम्पोङ। टिल देन स्टे ब्लेस्ड, ह्याप्पी, लभ यु अल, टाटा बाई बाई। हाइवेको अपडेट लिँदै गर्नुहोस् यदि तपाईँहरू सिलगढी ओर्दर गरिरहनुहुन्छ भने चाहिँ।